कल्पना गर्नुहोस् एउटा यस्तो ठाउँको जहाँ हावा यति पातलो छ कि तपाईका फोक्सोहरू अक्सिजनका लागि तडपिन्छन् र तपाईको मस्तिष्कले यो निर्णय गर्न सक्दैन कि अर्को पाइला जीवनतर्फ हो कि मृत्युतर्फ। संसारको सबैभन्दा अग्लो चुचुरो माउन्ट एभरेस्ट, जसलाई हामी प्राय सफलताको प्रतीक मान्छौं, वास्तवमा एउटा हाई एल्टिट्युड रेफ्रिजरेटर हो जहाँ समय रोकिन्छ र गल्तीहरू कहिल्यै माफ गरिँदैनन्। आज हामी यो पहाडलाई त्यो मानिसको आँखाबाट हेर्नेछौं जसले मृत्युलाई धेरै पटक नजिकबाट देखेको छ। कुन्तल जसर, जसले 2 पटक एभरेस्ट फतह गरे, भन्छन् कि पहाडको सबैभन्दा डरलाग्दो कुरा उचाइ मात्र होइन, तर त्यो एक्लोपन र अनिश्चितता हो जुन हरेक पल तपाईसँगै हिँड्छ। रातको अँध्यारोमा जब तपाईँ आफ्नो टेन्टभित्र हुनुहुन्छ, तब ग्लेसियरको तलबाट आउने कडक कडक आवाजले तपाईलाई सुत्न दिँदैन। 2015 मा एभरेस्ट चढ्दा कुन्तलले 27,000 फिटको उचाइमा रहेको क्याम्प 3 मा जुन अनुभव गरे त्यो सायदै कसैले बिर्सन सक्छ। त्यहाँ जमिन 30 डिग्रीको बिरालोमा हुन्छ, जहाँ सुत्दा तपाईको टाउको माथि र खुट्टा तल हुनुपर्छ र तपाईलाई निरन्तर कसैले तलतिर तानिरहेको जस्तो महसुस हुन्छ। अचानक एउटा ठूलो ढुङ्गा टेन्टलाई च्यातेर भित्र खस्यो। त्यो ढुङ्गा कुन्तल र उनका शेर्पाको टाउकोको बीचमा रहेको केही सेन्टिमिटरको खाली ठाउँबाट गुज्रिएको थियो। यदि त्यो ढुङ्गा थोरै मात्र यताउता भएको भए आज यो कथा सुनाउन उनी हामीसँग हुने थिएनन्। एभरेस्टमा मृत्यु एउटा सम्भावना मात्र होइन, एउटा कठोर सत्य हो जुन हरेक तर पहाडमा सबैभन्दा ठूलो शत्रु ढुङ्गा होइन, बरु हिउँको त्यो सुनामी हो जसलाई हामी हिमपहिरो वा एभलान्स भन्छौं। 2015 मा जब नेपालमा 7.9 म्याग्निच्युडको भूकम्प आयो, कुन्तलले आफ्नो आँखा अगाडि विनाशको त्यो दृश्य देखे। कल्पना गर्नुहोस्, एउटा क्रिकेट स्टेडियम जति ठूलो हिउँ र बरफको पहाड 3000 मिटरको उचाइबाट सिधै तपाईतिर खसिरहेको छ। जब एभलान्सले तपाईलाई आफ्नो चपेटामा लिन्छ, सुरुमा त्यो हिउँ कपास जस्तै नरम महसुस हुन्छ, तर 15 देखि 20 मिनेट भित्रै त्यो कंक्रिट जस्तै कडा भइदिन्छ। तपाई भित्र पुरिनु भएको हुन्छ र तपाईलाई माथि कुन दिशा हो र तल कुन हो भन्ने समेत थाहा हुँदैन। मानिसहरू भन्छन् कि यस्तो बेला केही सामान फाल्यो भने त्यो तलतिरै खस्छ, जसले गर्दा दिशाको अन्दाज हुन्छ, तर वास्तविकता यो हो कि जब तपाई नराम्ररी पुरिनुहुन्छ, तपाई आफ्नो औँला समेत हल्लाउन सक्नुहुन्न। यो कसैलाई जिउँदै गाडी दिए जस्तै हो, जहाँ बिस्तारै तपाईको सास रोकिन्छ र अन्त्यमा जीवन समाप्त हुन्छ। जति जति तपाई माथि पुग्नुहुन्छ, तपाईको शरीरको वास्तविक परीक्षा सुरु हुन्छ। 28,000 फिटको उचाइमा तापक्रम 35 देखि 40 डिग्रीसम्म पुग्छ। अक्सिजनको अभावले गर्दा तपाईको शरीर सर्भाइभल मोडमा जान्छ। हाम्रो शरीर धेरै स्मार्ट छ, उसलाई थाहा छ कि बाँच्नका लागि मुटु र मस्तिष्क मात्र आवश्यक छ। त्यसैले शरीरले हात खुट्टाका औँलाहरू र नाक जस्ता भागहरूमा रगत पठाउन बन्द गरिदिन्छ ताकि मुख्य अङ्गहरूलाई बचाउन सकियोस्। यसैलाई फ्रस्टबाइटको सुरुवात भनिन्छ। यदि एक पर्वतारोहीले आफ्नो औँलाहरू निरन्तर हल्लाइरहेन वा तिनीहरूलाई न्यानो राखेन भने त्यहाँका कोशिकाहरू मर्न थाल्छन्। कुन्तलका एक साथीले यस कुरामा ध्यान दिएनन् र जब उनी तल आए धेरै ढिलो भइसकेको थियो। उनका औँलाहरू डढेको काठ जस्तै काला भइसकेका थिए र पछि तिनीहरूलाई काट्नु पर्यो। पहाडमा तपाईको घमण्डले तपाईको ज्यान लिन सक्छ यदि तपाईले चोटीमा पुग्नै पर्छ भन्ने जिद्दी गर्नुभयो र आफ्नो शरीरको आवाज सुन्नु भएन भने तपाई कहिल्यै फिर्ता आउनुहुने छैन। एभरेस्टको उचाइमा अर्को एउटा अदृश्य खतरा छ, हाइपोक्सिया। अक्सिजनको यति धेरै अभाव हुन्छ कि मानिसको मस्तिष्क नसाको हालतमा पुग्छ। कुन्तलले एक जर्मन पर्वतारोहीलाई देखेका थिए जसले 30 डिग्रीको चिसोमा आफ्ना सबै लुगाहरू फुकाल्न थालेका थिए। उसलाई आफू कुनै समुद्रको किनारमा बसिरहेको जस्तो लागिरहेको थियो। उनी आफ्नो शेर्पालाई गाला पुर्याइरहेका थिए र अक्सिजन मास्क लगाउन इन्कार गरिरहेका थिए। यो त्यो स्थिति हो जहाँ तपाईको सोच्ने र बुझ्ने शक्ति पूर्ण रूपमा समाप्त हुन्छ र तपाई आफ्नै मृत्युलाई अँगाल्न थाल्नुहुन्छ। के तपाईलाई थाहा छ एभरेस्टमा सबैभन्दा धेरै मृत्यु माथि जाँदा होइन, बरु तल ओर्लिँदा हुन्छ? 26,000 फिट माथिको भागलाई डेड जोन भनिन्छ। यो एउटा यस्तो काल्पनिक रेखा हो जसको माथि मानव शरीर जीवित रहन सक्दैन, तपाई त्यहाँ उधारोको जिन्दगी बाँचिरहनु भएको हुन्छ। जब एक पर्वतारोही चोटीमा पुग्छ, उसले एक प्रकारको एड्रिनालिन रस महसुस गर्छ। उसलाई लाग्छ कि उसले युद्ध जित्यो। तर जब उनी तल ओर्लिन थाल्छन्, उनको शरीरको सम्पूर्ण शक्ति समाप्त भइसकेको हुन्छ।
धेरै मानिसहरू केवल यति धेरै थकित हुन्छन् कि उनीहरूको मुटुले धड्किन बन्द गरिदिन्छ। तिनीहरू केही बेरका लागि बस्छन् र फेरि कहिल्यै उठ्दैनन्। एभरेस्ट यस्तो ठाउँ होइन जहाँ तपाईँ मद्दतको आशा गर्न सक्नुहुन्छ। यदि 28,000 फिटमा तपाईँको खुट्टा मर्कियो र तपाईँ आफै हिँड्न सक्नुहुन्न भने संसारको कुनै पनि शेर्पाले तपाईँलाई तल ल्याउन सक्दैन। त्यहाँ हरेक पाइला तपाईँको जीवन र मृत्यु बीचको फैसला हो। यी सबै खतराका बावजुद एभरेस्ट अर्को एउटा गम्भीर समस्यासँग जुधिरहेको छ, प्रदूषण। त्यहाँको तापक्रम सधैँ जम्ने खालको हुने भएकोले फोहोर, बाँकी रहेको खाना र मानवीय मलमूत्र कहिल्यै कुहिँदैन। 90 वर्ष पुराना शवहरू पनि त्यहाँ उस्तै अवस्थामा भेटिन्छन्। यो पहाड अब एउटा अग्लो डस्टबिन बन्दै गइरहेको छ र यो फोहोर बिस्तारै तलका गाउँहरूको पानीको स्रोतमा मिसिएर विषालु बनिरहेको छ। कुन्तल र उनको टोलीले अहिले हरेक खाली अक्सिजन सिलिन्डर र फोहोर तल ल्याउनका लागि शेर्पाहरूलाई अतिरिक्त पैसा दिने अभियान चलाएका छन्, ताकि यो एभरेस्ट चढ्नु कुनै सस्तो कुरा होइन। यसका लागि 25 देखि 45 लाख रुपैयाँसम्म खर्च हुन सक्छ। यसमा 60 दिनको लामो प्रक्रिया समावेश हुन्छ, जहाँ तपाईँ क्लाइम्ब हाई, स्लिप लोको नियम पालना गर्दै आफ्नो शरीरलाई कम अक्सिजनमा बाँच्न अभ्यस्त बनाउनुहुन्छ। कुन्तलको कथाले हामीलाई सिकाउँछ कि पहाड चढ्नु केवल शारीरिक शक्तिको खेल होइन, बरु यो धैर्य र समर्पणको परीक्षा हो। पहाडले तपाईँको घमण्डलाई धुलोमा मिसाइदिन्छ। जब कुन्तल पहिलो पटक चोटीमा पुगे, उनलाई कुनै अहङ्कार होइन, बरु एक गहिरो कृतज्ञता महसुस भयो। एक व्यक्ति जो कुनै समय 110 किलोको अस्वस्थ इन्जिनियर थिए, उनले संसारको सबैभन्दा अग्लो चोटीमा उभिएर यो प्रमाणित गरे कि यदि तपाईँको उद्देश्य स्पष्ट छ भने तपाईँले जे पनि गर्न सक्नुहुन्छ। उनको उद्देश्य थियो संसारलाई यो देखाउनु कि एक बिगनले पनि कुनै जनावरलाई हानि नपुर्याई यति ठूलो सफलता हासिल गर्न सक्छ। एभरेस्टको त्यो 20 मिनेटको शान्ति, संसारको कोलाहलबाट धेरै टाढा, तपाईँलाई जीवनको वास्तविक महत्त्व बुझाउँछ। तर याद राख्नुहोस्, एभरेस्टले तपाईँका गल्तीहरूलाई कहिल्यै माफ गर्दैन। त्यहाँ जिउँदै फिर्ता आउनु नै वास्तविक सफलता हो। मृत्यु त्यहाँ हरेक मोडमा पर्खिरहेको छ, तर जसले मृत्युको आँखामा आँखा मिलाएर हेर्न सक्छन्, तिनीहरूले मात्र वास्तवमा जीवन जिउन सिक्छन्। पहाडहरू कहिल्यै भागेर कतै जाँदैनन्, तर तपाईँको एउटा गलत जिद्दीले तपाईँलाई सधैँका लागि त्यहीको हिस्सा बनाइदिन सक्छ।